सबैलाई नमस्कार। म प्रकाश थापा। आज हामी घुम्न जाँदैछौँ गोदावरी पुल, सुदूरपश्चिमको एकदम प्रख्यात तराई पहाड जुन्ने गोदावरी पुलमा घुम्न जाँदैछौँ। त्यति बेला हामी मोती चोकबाट हिँडेका छौँ भने अब हामी उता जानेछौँ। तपाईँले भर्खरै भिडियो हेर्दै हुनुहुन्छ भने प्रकाश थापा युट्युब च्यानलबाट भिडियो आउँदैछ, तपाईँले हेर्दै गर्नुहोला। मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नुहोला। फेसबुकमा हेर्दै हुनुहुन्छ भने पनि प्रकाश थापा फेसबुकलाई फलो गर्नुभएको छ भने फलो गर्नुहोला। बाँकी फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पुरा भिडियो तलको लिङ्कमा आउनेछ भने युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर जोड्दै गर्नुहोला। बाँकी पुरा भिडियोमा है। हाम्रो टोली यतिखेर गोदावरी घुमेर आइसकेको छ। अब हामी यता धनगढी पुगिसकेका छौँ भने अब हामी यता धनगढीको भाट भटेनीमा घुम्न जाँदैछौँ। हेर्छु भाट भटेनीमा के छ है त। बाँकी तपाईँलाई पुरा भिडियो देखाउनु। भाट भटेनीको गेटमा आइसकेका छौँ। अब हामी भाट भटेनीको गेटबाट भित्र छिरिसकेका छौँ। हेरौँ भित्र अब के हुन्छ। त्यहाँ धेरै घुम्नेहरू धेरै आएछन् भने फोटो खिच्नेहरूको पनि लड्को छ। जेएनजी आन्दोलनबाट तोडफोड भएको छ यतातिर, बाहिरबाट पुरा तोडफोड भएको देख्न सकिन्छ। यता भयो अनि यता दुई ठाउँमा जेएनजी आन्दोलनमा यो तोडिएको भाग हो भने यता बाँकी चाहिँ सकुशलै छ जस्तो छ। धेरै त्यति नोक्सान भएन बाँकी ठाउँको जस्तो, त सामान्य छ यति हो। अनि यताको अलिकति हो, यता अलिकति चोट पुऱ्याएको छ नि, यताको काँच अलिकति फोडिएको छ। यो साइडको पालाले गर्दा चाहिँ पुरा गएको छ। त्यहाँ चाहिँ होटेलको क्यान्टिन रहेको छ, भाट भटेनीभित्रको क्यान्टिन हो यो। क्यान्टिन रहेको छ भने यता घुम्ने ठाउँ अलि राम्रो रहेछ। अरू ठाउँको भन्दा अलिक गार्डन जस्तो पनि बनाइएको छ, राम्रो छ है त। यो चाहिँ मेन भित्र छिर्ने ठाउँ। भित्र भिडियो खिच्न मिल्छ मिल्दैन, मिल्यो भने म देखाउनेछु पछि। भाट भटेनी सुपर मार्केट। त्यहाँ अटोमेटिक लिफ्ट रहेछ। त्यहाँ चिसोको तातो कपडा पनि पाइँदो रहेछ, स्वेटरहरू। यता सबै खाद्यान्न सामान लगायत सम्पूर्ण सामानहरू पाइँदो रहेछ किरानाको। अब हामी जाँदैछौँ अटोमेटिक लिफ्टमा। आइज हामी यता पहिला मलामा आइसकेका छौँ। माथि पनि छ, यता अटोमेटिक गाडीहरू पनि छन्। यता पुरा भाँडाकुँडाको सामान पाइँदो रहेछ। गाडी चाहियो बाबु तँलाई? भाँडाकुँडाको सामान पाइँदो रहेछ। के लिने? हामी फेरि दोस्रो मालाको लागि जाँदैछौँ। पहिलो मालाबाट लिफ्टमा। हेरौँ अब दोस्रो मालामा के रहेछ। यता पनि कपडाको रहेछ सबै। यता साडी पाइन्छ भने महिलाहरूको लागि, यता सम्पूर्णको लागि कपडाहरू छन्।
अझै माथि जानु